मे 28, 2026 नेपालका रविन्द्र धान्त रोड टु यूएफसी को स्टेजमा छन् र उनको अपोजिट कर्नरमा छन् फिलिपिन्सका डेन्जरस फाइटर द हन्टर किम्बर्ट एलेन्टोजन। फाइटको सुरुवात हुन्छ र फर्स्ट राउन्डमा दुवै सम्हालिएर खेल्छन्, तर रविन्द्रको रियल डोमिनेसन त सेकेन्ड राउन्डमा देख्न पाइन्छ, जहाँ रविन्द्रले किम्बर्टमाथि पञ्चेजको त बर्सात नै गराउँछन्, जस कारण रेफ्री पनि फाइटलाई रोक्न बाध्य हुन्छन् र यस प्रकार रविन्द्रले फाइटलाई टेक्निकल नकआउट मार्फत जित्न सफल हुन्छन्। तर आज हामी रविन्द्रको सक्सेस छैन, उनको हार्डवर्क, उनको डेडिकेसन र उनको स्याक्रिफाइसेसहरूको कुरा गर्दैछौँ। ओके, सो कहानीको सुरुवात हुन्छ मङ्सिर 15, 2055 मा। सुदूरपश्चिमको बजाङमा रविन्द्रको जन्म एउटा सामान्य परिवारमा हुन्छ। बिस्तारै उनी ठुलो हुँदै जाँदा घरमा एक्सर्साइज गर्ने, रनिङ गर्ने, भलिबल र क्रिकेट जस्ता गेमहरू खेल्ने गर्थे। तर घरमा फाइनेन्सियल प्रब्लम हुनको कारणले उनले एसएलसी दिएर इन्डिया पैसा कमाउनु जानु पर्यो। रविन्द्रले इन्डियाको उत्तराखण्डमा लगभग 3 वर्षको लागि लेबरको काम गरे र पछि गएर हार्ड लेबर काम गर्न उनलाई गाह्रो भएर उनले फ्यामिलीसँग पनि सल्लाह गरेर सजिलो काम खोज्नको लागि इन्डियाको दिल्ली भन्ने सहरमा सिफ्ट हुन्छन्। उनले दिल्लीमा काम गर्न पनि थाल्छन् र लगभग 2 महिना बितिसकेपछि उनले आफ्नो काम गर्न जाने बाटोमा एउटा एमएमए जिम देख्छन्। त्यसपछि उनले आफ्नो काम पनि गर्छु र ट्रेनिङलाई पनि अघि बढाउँछु भनेर त्यो जिम जोइन गर्छन्। उनले लगभग त्यो जिम जोइन गरेको 1 वर्ष भइसकेपछि फाइटहरू पनि खेल्न थाल्छन्। उनले सबै फाइटहरू जित्दै जान्छन् र कोचको सल्लाहमा इन्डियाको नेसनल गेम्सहरू पनि खेल्न थाल्छन्। उनले नेसनल गेम्सहरूमा पनि गोल्ड जित्न सफल हुन्छन्। त्यसपछि उनी एमेच्योर वर्ल्ड च्याम्पियनसिपमा सेलेक्ट हुन्छन्। तर त्यसपछि प्रब्लम के आउँछ भने उनी नेपाली भएकाले नेपाली पासपोर्टका साथ इन्डियाबाट खेल्न पाउँदैनन्। अनि फेरि नेक्स्ट इयर आयो, उनले नेसनल गेम्सहरू खेल्दै गए, सबै जित्दै गए। त्यसपछि उनी इन्टरनेसनलको लागि सेलेक्ट हुन्छन्। तर प्रब्लम फेरि त्यही, नेपाली भएकाले नेपाली पासपोर्टका साथ उनले इन्डियाबाट इन्टरनेसनल गेम्स खेल्न पाएनन्। अनि बिस्तारै रविन्द्र एमेच्योरबाट प्रोफेसनल फाइटरमा सिफ्ट हुन्छन्। एमेच्योर र प्रोफेसनल फाइटर बीच एउटा सिम्पल डिफरेन्स के छ भने एमेच्योर फाइटरले फाइट खेल्नको लागि आफैले पे गर्नुपर्छ, तर प्रोफेसनल फाइटरले फाइट खेल्नको लागि पैसा तिर्नु पर्दैन, बरु उसले आफैले पैसा पाउँछ। उनले 2वटा मात्र प्रोफेसनल गेम्सहरू के खेलेका थिए, त्यतिकैमा कोरोनाको कारणले लकडाउन सुरु हुन्छ अनि रविन्द्र नेपाल फर्किन्छन्। नेपालमा 2-3 वर्ष बसिसकेपछि रविन्द्रलाई फ्यामिलीबाट पनि प्रेसर आउन थाल्छ। त्यसपछि उनी पैसा कमाउने सिलसिलामा काठमाडौँ आउँछन्। रविन्द्रले काठमाडौँबाट विदेश जानको लागि भिजा पनि एप्लाई गर्छन्, तर त्यो एक्सेप्ट हुँदैन र काठमाडौँमा 1 महिना जति बसिसकेपछि रविन्द्रको दिविज पिया लामासँग भेट हुन्छ। त्यसपछि रविन्द्रले दिविजसँग ट्रेनिङ गर्न थाल्छन्। त्यसपछि त के भइरहेछ हामी सबैले थाहा छ। उनलाई फाइटहरूको अफर आउँदै गर्छ, उनले फाइटहरू जित्दै जान्छन् र अहिले यूएफसी को कन्ट्र्याक्टको नजिकै पुगेका छन्।